गाइज म आज एउटा मेसिनको साथमा छु। यो मेसिनको बारेमा केही कुरा जान्न गइरहेको छु। देख्न सक्नुहुन्छ यहाँ मसँग एउटा जेसिबी छ। भित्र चाहिँ एउटा जेसिबीको अपरेटर हुनुहुन्छ। यहाँको बारेमा म तपाईँहरूलाई केही कुरा जानकारी गराउन चाहन्छु। यो चाहिँ लोडर भइसक्यो। यो चाहिँ लोडर हो। एउटा लिङ्क भन्छ। यो चाहिँ लिङ्क हो। यो चाहिँ पिस्टन हो। यो चाहिँ सिलिन्डर हो। यो चाहिँ 3 पिन लक भन्छ यसलाई। यो चाहिँ आरएम हो। यसको आरएम भन्छ। अनि अगाडि चाहिँ बम्फर। यो चाहिँ बम्फर हो। यो चाहिँ हाइड्रोलिक ट्याङ्क हो। यो चाहिँ हाइड्रोलिक ट्याङ्क। यो चाहिँ आरएम लक। यसलाई चाहिँ आरएम लक भन्छ। यो चाहिँ पिस्टन हो। पछाडिको भागमा देख्न चाहन्छु। देख्न सक्नुहुन्छ यो बकेट लिङ्क पिस्टन। त्यस पछाडि स्विङ सिलिन्डर। स्विङ पिस्टन हो। स्विङ सिलिन्डर पनि भन्छ यसलाई। यो चाहिँ केपिसी हाइड्रोको ल्याम्प हो। यो चारवटा हुन्छ हाइड्रोको ल्याम्प। यो चाहिँ बमलकर। त्यस पछाडि अरू चाहिँ भित्र हुन्छ केही भागहरू यसको। यो चाहिँ बम हो। स्टिक। अरू यस्तै भिडियोहरूको लागि तपाईँहरूलाई म चाहिँ अर्को भिडियोमा म सम्पूर्ण जानकारी दिनेछु। यसको जेसिबी कसरी चलाउने भन्ने कुरामा म तपाईँहरूलाई त्यो कुरा पनि जानकारी दिन्छु अर्को भिडियोमा। यो भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु भन्न चाहन्छु। यहाँ विभिन्न जेसिबीको बारेमा विभिन्न कामहरू चाहिँ तपाईँलाई म भनिछु।